सो हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो। होप सबैजना सन्चै राम्रो हुनुहुन्छ होला। म पनि सन्चै राम्रै छु है त। सो भिडियो धेरै पछि आउनु लाग्यो गाइज, डोन्ट माइन्ड है। बाइक पनि लास्ट फोहोर भयो, धेरै दिन भयो धुन पाएन र यहाँ केही मिसिङ भइरहेको छ होइन। क्या सेक्सी देखिन्छ क्या बाइक होइन, टक्क लाएर हेर्दाखेरि। ओइ खोइ एउटा सिनेमेटिक नै हानिदिउँ है यसको, सर्ट पारामा सिनेमेटिक। ओके सो हामीलाई चाहिँ म अब फेरि सिएमलोक जाँदैछु। म त्यहीँबाट हो अघि झिकेँ एक्कासी ल टेल डाइडी हानिदिउँ न त भन्ने सोच आयो होइन। टेल डाइडी हानिदिउँ होइन त। सिएमडब्लु कोही क्या यति झिक्दैन क्या, लाइट वेट फिल भएको पछाडिबाट जाने। भिडियो धेरै पछि आउला गाइज, डोन्ट माइन्ड होइन त। मैले चाहिँ अघि त टेल टाइडी लग्न बिर्सेछु कि, गर्ने सोचै थिएन टेल टाइडीको। त्यसपछि त यसो टेल टाइडी हालिदिउँ न त भन्ने सोच आयो होइन। त्यही भएर जाँदैछु सिएमडब्लु। हातलाई धेरै जोर दिनुहुन्न, फेरि बल्झेको छ हात होइन। तर अस्ति 2-3 दिन भन्दा चाहिँ अहिले बेटर फिल हुँदैछ। हो चाँडै रिकभरी हुन्छ। पछाडि तिर्दिनु हुँदा बाइक अप्के देखिरहेको, क्या बवाल देखिरहेको। त्यही माथि यो स्विच यस्तरी माथि सारे हामी फेरि एडजस्टेबल हो नि त। ट्याक्क तलबाट माथि त सो त्यही हो गाइज, अब सिएमडब्लु जाँदैछु। टेल टाइडी हान्छु र मिल्यो भने अगाडिको टप पनि फेर्छु होला। म यो 250को टप हाल्छु भनेर गएको थिएँ म। अनि त्यसपछि यो टेल टाइडी लिन आउँदाखेरि ल भ्लग नै बनाइदिउँ न त, धेरै नबनाएको मोटो भ्लग भनेर एउटा सोच आयो। अनि मैले मोटो भ्लगको लागि फोटो झिकेँ, नत्र प्याकु गरेर राखेको छु मैले। मुडै थिएन कि अन्त, कहिले मुड सक्छ कहिले चल्दैन। त्यही हो क्या क्या मिठो साउन्ड के आशा र पछाडि छैन छैन। हेरेर टक्क एउटा भिडियो हानिदिउँ न, बवाल देखिन्छ क्या। आइ है ओली खोइ कडा क्या बवाल देखिरह यार गाइज। आइ के हो यो, पहिला एउटा फोटो हान्दिउँ होइन। है हेर न आइज कडा एउटा सिनेमेटिकमा भिडियो हान्दिउँ। बवाल देखिराख्या बाइक चाहिँ हेर न गाइज। ओ माई गड सही हो दाजु। अब सिएमडब्लुतिर कति बजेछ? 1 बजेर 1 मिनट गयो हो कि 10 मिनट गयो हो कि हो यो? ए होइन 2:43 भइसकेको छ। 11 किलोमिटर देखेर रहेछ। सयो हमको मालूम है सयो। सिएमडब्लु आइपुग्यो। आइ है कडक
ल अहिले भेटौँ ल गाइज। सो बाइकको सामानहरू चाहिँ यहाँ छ होइन। यो ड्युकको टप भयो, यो यसको मडगार्ड भयो, यो मडगार्ड चाहिँ के अरे टेल डाइडी भयो, अनि यो टेल डाइडी हाल्नु लागि पहिलाको मेरो एमटीको हो होइन। सो अब क्या खोलाएर अघि मैले झिकेर गएको हो क्या चाहिँ फरक देखिन्छ अब। सयो यहाँ चाहिँ ड्युक हेरौँ गाइज। अस्ति उहाँ रिसेन्टली पेन्टेड बब्बाल पेन्ट गरे बब्बाल सही पेन्ट गरे यार फुल ब्ल्याक साइनिङ मारेलु हो। ठिक छ CMW ल म यो हाल्छु है त अब। ल गाइजहरू टेल डाइडीको काम सक्यो। ओए मेरो पुरानो बाइकको नम्बर यार यो हालिदिउँ क्या हो, यो हालिदिनु पर्ला जस्तो। अब यो साइड लाइट चाहिँ फेर्नु पर्ने छ होइन। साइड लाइट फेरौँला बिस्तारै। मलामीको बाइक हिट बाइक हो है गाइज, कडा ल। यो टेल डाइडीको काम सक्यो। अब ट्याक्क लाएर भोवन टपको हाल्ने। अब टपको नेक्स्ट टाइम बिस्तारै सोचेर गर्नुपर्छ यसमा चाहिँ होइन। टप सप काट्नु पर्ने छ। कडक छ त हौ स्टिकर खै। ल ठिक छ ल अहिले भेट्छु गाइज। के छ दादा खबर? बिग फ्यान दादा। सेम टु यु। के छ हिरो? दुईजना ट्विन्स भएर चस्मा एउटै हो। तपाईँ आमामा क्यामेरा सिस्टम पनि के साह्रो ओहो। ठिक छ दादा। मेहनत जारी छ हाम्रो। त्यो पनि देखाइदेऊ न। ए दिउँसो हाम्रो यहाँ पुरै के भइसक्यो। आज म यहाँ टेल डाइडी हानेर पुरानै हो। साइड लाइट हाल्न मागी चाहिँ नयाँ ल्याउने हो। अर्को आउँछ यो साइड लाइट पछाडि। प्लेट पनि बनाउनु भ्याएन। एच ल है ल केही हुन्छ है अब बाइकमा। ल एकछिन भेटौँ गाइज। हेडलाइट नबालिकन हिँडेको यार के हो यस्तो। सो CMWबाट निस्केको हामी चाहिँ अब टक्क घर जाने साथीहरू। Nice. सयो। सो गाइज भिडियोलाई यतै व्यवस्था हानिदिनु पर्यो है। होप यु गाइज लाइक दिस भिडियो। मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है। अब यस्तै हो भिडियो चाँडै नै आउँछ ढिलै नै आउँछ। आउन पनि सक्छ नआउन पनि सक्छ आफ्नो ठाउँमा छ होइन। माया चाहिँ देखाउनु नबिर्स्यौँ है। सो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो। अन्टिल नेक्स्ट टाइम बाई है त साथीहरू। चट्ट पारामा खुब भ्यू। आई लभ यु गाइज है त ल।